नमस्कार। अल्कालाइन पानी स्वस्थ जिन्दगानी। चेन्ज योर वाटर, चेन्ज योर लाइफ। घर घरमा स्वच्छ पानी पिउनको लागि अल्कालाइन जग अनि अल्कालाइन बोतल। सम्पूर्ण रोगको मूल कारण शरीरमा एसिडिक तत्त्व बढ्नु हो। निरोगी रहने मन्त्र अल्कालाइन पानी पिउनु हो। डाइनामिक लाइफ सक्सेस स्वास्थ्य सम्बन्धी जनचेतनाको लागि। हेल्थ इज वेल्थ, स्वास्थ्य नै धन हो भन्ने गरिन्छ। पहिलो नम्बरमा स्वास्थ्य, बाँकी त्यसपछि मात्रै धन हो। तर पहिला धन कमाउनलाई सारा स्वास्थ्य खराब गरेर अगाडि बढ्यो भने पछि सारा त्यो कमाएको सम्पत्ति स्वास्थ्य उपचारमा नै सकिने हो। एलिमेन्ट्स इन ह्युमन बडी, नो वाटर नो लाइफ, वाटर इज लाइफ भनेको छ। पानी नै जीवन हो। यो पञ्चतत्त्वले बनिएको शरीर आकाश, वायु, अग्नि, जल अनि पृथ्वी, यो 5 तत्त्वमध्ये एउटा तत्त्व जल पानी मानव शरीरमा 70% भन्दा पनि बढी हुने गर्छ। जस्तो मानव शरीरमा पानीको मात्रा हेर्ने हो भने ब्रेनमा गिदीमा 75%, रगतमा 83%, मुटुमा 79%, हड्डीमा 22%, मांसपेशीमा 75%, कलेजोमा 86%, मृगौलामा 83%। यो पानीको मात्रा यो अङ्गहरूमा यो तरिकाले छ। अब यहाँ डायबिटिज बढ्नको कारण, क्यान्सर बढ्नको कारण पनि दूषित पानी हो भनेर यहाँ समाचारले दिएकै छ। त्यसैले सबै पानी राम्रो पानी छैन। कतिपय पानी मरेको पानी, मृत पानी, खराब पानी छ भने कतिपय पानी राम्रो छ। र पानी हामीले पानीको स्रोतहरू 2-3 तरिकाले हामी पाउने गर्छौँ। एउटा सप्लाई वाटर, एउटा ग्राउन्ड वाटर, अर्को चाहिँ हामीले यो मिराकल वाटर। अक्सिडेसन भनेको चाहिँ खिया लाग्नु, सड्नु, मकिनु, कुहिनु हो। हाम्रो सेलहरू पहिला सुरुमा यस्तो राम्रो छ, हरेक कुराले गर्दा चाहिँ ड्यामेज हुँदै जान्छ अनि अन्तिममा बिग्रिन्छ। बिग्रिसकेपछि खत्तम भयो। केले गर्दा त्यसो हुने भयो भन्दा पुवर न्युट्रिसन, पोषण तत्त्वको कमी, स्ट्रेस तनाव, पोल्युसन प्रदूषणको कारणले गर्दा अनि फ्री रेडिकल्सहरू उत्पन्न हुने गर्छ अनि यसले ड्यामेज गर्ने काम गर्यो। अर्को युभी रेज भनेको अल्ट्रा भायोलेट किरण, सूर्यबाट आउने एउटा किरण, त्यसले खराब गर्छ हाम्रो कोषलाई। अर्को भनेको विकिरण, रेडिएसन, टिभी, रेडियो, मोबाइल, कम्प्युटर, टावरबाट निस्केको विकिरणले गर्दा समस्या सिर्जना गर्ने गर्छ। यहाँ समाचारहरू छ, यो चाहिँ इन्डियाको समाचार हो। कन्डिसन अफ वाटर इन मेट्रो सिटिज भनेको छ हैन। दिल्ली में हावा ही नहीं, पानी भी सबसे खराब भन्ने यस्तो खालको दिएको छ। एकदम रिस्की जोनमा छ त्यो ठाउँ। यहाँ दिल्लीको सुप्रिम कोर्टले आरओ पानी सप्लाई गर्ने कम्पनीलाई ब्यान गरेको थियो। यसलाई सुधार गर्नको लागि विभिन्न सुझावहरू गरेको छ। त्यस्तो छ समाचारमा दिएको। इन्डियातिर मात्रै नभएर हेरौँ न, हामी पनि त के कम छौँ र हजुर। यहाँ यो विषादी छरेको यो पानीमा जाने, लाई मार्ने पनि त्यहीँ जान्छ, हुसे गर्दा पनि त्यहीँ जान्छ, पँधेरा मार्ने पनि त्यहीँ जान्छ, किरा माकुरा मार्ने त्यहीँ नै छ, युरिया पनि त्यहीँ छ, सबै जमिनमा जाने। अनि फोहोर ढलनालहरू पनि हामी त्यहाँ पानीमा यसो मिसिएको छ। यो पानी तलको जमिनमुनि गएर हामीले फेरि त्यही पानी लिएर तानेर पिउने हो। यसो माटो सबै यस्तो छ, जमिन बिगारियो भने अरू देशको मात्र हैन, हाम्रो देशमा पनि यो अवस्था छ। त्यसैले पानीमा सुधार गर्न एकदम जरुरी छ। हेल्दी वाटर भनेको चाहिँ कस्तो हो त भन्दाखेरि टिडिएस, टोटल डिजल्भ सोलिड राम्रो मेन्टेन भएको हुनु पर्यो, पीएच लेभल हाई हुनु पर्यो, ओआरपी राम्रो मेन्टेन हुनु पर्यो,
मिनरल्सहरू सबै हुनु पर्यो हैन। H2O एक्टिभ हाइड्रोजन आयनाइज्ड हुनु पर्यो पानी राम्रो पानीको लागि। भने पानीको गुणस्तर, पानीको pH लेभल 1 देखि 14 सम्म हुँदो रहेछ। 7 भनेको चाहिँ 7 pH भनेको चाहिँ न्युट्रल। अब त्यो 6 भनेको 5 4 3 2 1 यो चाहिँ एसिडिक पानी, स्वास्थ्यलाई खराब गर्ने पानी भयो। यसलाई सिक वाटर भनिन्छ। 7.2 देखि माथितिर 8 9 10 11 12 13 14 यो चाहिँ हेल्दी वाटर भन्छ, राम्रो पानी, अल्कालाइन पानी हो। यहाँ तर देखाइदिएको छ सोडामा 2.5 देखि 5 पोइन्ट सम्म pH हुँदो रहेछ। यो बोतल वाटर भनेको यस्तै मिनरल वाटर भने हामी पिउँछौँ, त्यो पानीको pH लेभल भनेको 4.5 देखि 6 सम्म मात्रै। पिउने योग्य पानी भनेको 7.2 देखि माथितिर हो। तर यो 6 भनेको त न्युट्रल पनि होइन। त्यसो छ भने अब यता टेप वाटर भनेको हामीले धारामा पिउने जुन खाने पानीले वितरण गर्छ, त्यो पानी पनि चेक गर्दाखेरि कति भन्दा 6 देखि 7 सम्म आयो। भनेको 6 भनेको त एसिडिक नै भयो, 7 भनेको न्युट्रल, अल्कालाइन पनि छैन, त्यतिसम्म भयो। भने अब यो पानीलाई चाहिँ यो हाम्रो जगहरूमा, यो बोतलहरूमा राख्यो भने पानीको pH लेभल बढेर 9.5 सम्म जान्छ। टोटली डाइनामिक लाइफ सक्सेस वाटर चाहिँ यो हो। मिराकल वाटर प्रोपर्टिज, पानीमा हुनुपर्ने गुणहरू, एन्टिअक्सिडेन्ट हुनु पर्यो, अल्कालाइन हुनु पर्यो, माइक्रो क्लस्टरिङ भनेको पानीको मोलिकुलले एकदम मसिनो हुनु पर्यो। यहाँ भने चाहिँ एबोभ 3 प्रोपर्टिज helps us fight oxidative stress, acidic stress and hydrating stress, एन्टिअक्सिडेसन। यो चाहिँ के हो भन्दाखेरि यो स्याउ पहिला काट्दाखेरि राम्रो थियो, केही समय राखेपछि यस्तो सर्ने गर्छ। यो प्रक्रियालाई चाहिँ अक्सिडेसन भन्छ। सर्ने, गल्ने, कुहिने हैन, खिया लाग्ने, यसलाई चाहिँ अक्सिडेसन भन्छ। यो कोलाको हालत त्यस्तै छ, यो पाइपको हालत त्यस्तै छ हैन, खिया लागेर बिग्रेको काँटीलाई पनि यस्तै छ। भने हाम्रो कोशिकाहरूलाई पनि यसले ड्यामेज गर्ने गर्छ एसिडिक पानीले। त्यसै अल्कालाइन पानीले यसलाई जोगाउने काम गर्यो। र एन्टिअक्सिडेन्ट कुरो गर्दाखेरि माइनसमा हुनु पर्यो जति पनि यसको अक्सिडेसन जुन प्रक्रिया छ माइनसमा हुनु पर्यो। प्लसमा गयो भने यो खराब हो। जस्तो तपाईको मिनरल वाटर चाहिँ भने पिउँछौँ, त्यो चाहिँ तपाईको 200 भनेको एमबी, त्यो लेभलमा यसले खिया खराब गर्छ। कोक फेन्टाहरू यिनीहरू झन् खराब हो। तर कागती पानी पियो भने राम्रो रहेछ, हाम्रो कोषलाई सर्न नदिने। यहाँ चाहिँ एन्टिअक्सिडेन्ट रहेछ। कागती पानी भन्दा पनि अर्ग्यानिक ग्रिन टी भेटाउनु भयो भने यो पिउँदा चाहिँ एकदम राम्रो। यो -100 मा गयो, त्यो कागती पानी भन्दा राम्रो। भने तपाईको समुद्री माछा कट लिभर ओइल भनेको छ, यो चाहिँ तपाईको 200 देखि 300 एकदम राम्रो। भने हामीले यो जगहरू फिल्टर प्रयोग गर्नुभयो भने 300 देखि 400 सम्म आउँछ, माइनसमा आउँछ। त्यसै यताको पानी चाहिँ तपाईको गुड हेल्थको लागि भयो, यता चाहिँ ब्याड सिक्ने त्यो छ। अल्कालाइजेसन pH भ्यालु इन ह्युमन बडी भनेको छ हाम्रो शरीरमा, अङ्गहरूमा
ब्लडको pH लेभल कति रहेछ भन्दा 7.4, लिभरको pH लेभल 7.2, हार्टको 7 to 7.4, मसलको 6.9 to 7.2, बोनको 7.4। यसै हेर्दै जाने हो भनेदेखि सबै अङ्गहरू 7 point भन्दा मुनि छैन। भने सबै हाम्रो अङ्गहरू अर्ग्यानहरू चाहिँ यिनीहरू चाहिँ अल्कालाइन रहेछ। तर हामीले एसिडिक पानी पिइसके पछाडि त्यसलाई खतम गर्ने काम गर्यो। त्यसैले पानीमा सुधार गर्न अत्यन्तै आवश्यक देखिएको छ। डाक्टर ओतो हेनरिक वागबर्गले भन्नुभएको छ, उहाँले 1923 मा क्यान्सरको बारेमा पत्तो लगाउनुभयो। 1931 मा उहाँलाई नोबेल पुरस्कारले सम्मान गरियो। उहाँ भन्नुहुन्छ, क्यान्सरस टिस्युज आर एसिडिक, हेल्दी टिस्युज आर अल्कालाइन। भनेको जति पनि यो क्यान्सर टिस्युहरू छ, तन्तुहरू छ, एसिडिक अरे, र हेल्दी स्वास्थ्य हाम्रो कोष टिस्युहरू चाहिँ अल्कालाइन भनेर उहाँले यो प्रमाणित गर्नुभएको छ। त्यसैले उहाँलाई नोबेल पुरस्कारले सम्मान गरेको हो। माइक्रोक्लस्टरिङ भनेको चाहिँ पानीलाई चाहिँ एकदम पतला मसिनो यस्तो मोलिकुलर बनाउनु हैन। जस्तै यो ठुलो छ, यहाँ सबै तत्त्वहरू छ तर ठुलो छ। यतापट्टि हेर्ने भने माइक्रो लेभलमा सानो, अनि ठुलोमा चाहिँ कति हुँदो रहेछ भन्दा रेगुलर H2O क्लस्टर 15 to 20 भनेको 15 देखि 20 को एउटा मोलिकुल बन्द रहेछ। त्यो चाहिँ ठुलो भएको हुनाले हाम्रो शरीरले कोशिकाहरूले धेरै मात्रामा एब्जर्ब गर्न नसक्ने, लिन नसक्ने। अब यताको यो सानो भने माइक्रो लेभल भनेको चाहिँ 5 देखि 6, कताको 15 देखि 20, कतादेखि 5 देखि 6, 5 देखि 6 सम्मको मोलिकुल बन्यो भने हाम्रो सम्पूर्ण शरीरले कोषहरूले मजाले यो पानीलाई लिन सक्दो रहेछ। त्यसैले पानीको एकदम माइक्रो लेभलमा लानु पर्यो भनेको छ। एउटा रिपोर्ट छ, अमेरिकन एन्टी क्यान्सर इन्स्टिट्युट जुन संस्था छ, त्यसले अमेरिका क्यान्सरको विरुद्धमा रिसर्च गर्ने, उपचार गर्ने काम गर्ने गर्छ। त्यो संस्थाले के रिकमेन्ड गरेको छ भन्दाखेरि क्यान्सर रोगी साथीहरूले यो अल्कालाइन आयोनाइज पानी पिउनु पर्छ अरे। खानेकुरामा के रिफर गरेको छ भन्दा अल्कालाइन आयोनाइज वाटर, एक्सट्रिम न्युट्रिसन, बढीभन्दा बढी न्युट्रिसन चाहियो, प्योर भिटामिन डी, फाइटोन्युट्रियन्ट्स यस्तो खालको हुँदै हाई पोटेन्सी एलोए, अनि म्याग्नेसियम क्लोराइड अत्यधिक मात्रामा चाहियो। अनि अर्को छ द सुपरफुड मोरिङ्गा। मोरिङ्गा भनेको सजीवन, यो यसमा पनि क्यान्सरसँग लड्ने सक्ने क्षमता रहेछ। खोजी खानुपर्ने रहेछ। हाम्रो गाउँघरतिर पनि भेटिन्छ र अहिले त क्याप्सुल फर्ममा चियाको रूपमा यो कम्पनी डाइनामिकले पनि लिएर आएको छ। हजुरहरूले यसैबाट प्रयोग गर्न सक्नुहुन्छ। यदि क्यान्सर रोगहरूबाट बच्नको लागि नलागोस् भनेर चाहने हो भने यो पानी, यो मोरिङ्गा, यो सप्लिमेन्टहरू चाहिँ प्रयोग गर्न एकदम अनिवार्य देखिएको छ। अल्कालाइन पानी हामीले सधैँ पियौँ भने फाइदा के हुन्छ भन्दाखेरि कोलेस्ट्रोल लेभल बढ्दैन, यसलाई घटाइदिन्छ। कोलेस्ट्रोल घट्यो भनेदेखि रगत पतला हुन्छ, रगत पतला भयो भने मुटुलाई समस्या परेन। अर्को छ यहाँ ओबेसिटी, भद्दापना छ, बढेकै छ, त्यसलाई बढ्न दिएन। अर्को छ डायबिटिज, चिनी रोग लाग्न दिएन। अर्को अर्थराइटिस, जोड्तीहरूमा समस्या आउन दिएन। कब्जियत, कन्स्टिपेसन हुन दिएन। एक्जिमा, छाला सम्बन्धी रोगहरू सिर्जना हुन दिएन। अनि अर्को यहाँ क्यान्सर सेलहरू उत्पादन हुन दिएन। किनभनेदेखि क्यान्सर सेल भनेको चाहिँ एसिडिक हो।
यो पानी सधैँ अल्कालाइन पियो भनेदेखि सबै सेलहरू अल्कालाइन बनिरहने भएको हुनाले त्यस्तो सम्भावना हुँदैन। मुटु सम्बन्धी समस्या आउन दिएन, ग्यास्ट्रिक सम्बन्धी समस्याहरू आउन दिएन, मेरो गला फेल हुनबाट बचायो। स्वास्थ्यको लागि अत्यन्तै महत्त्वपूर्ण चिजहरू छ। यस्तो छ। अब यसले के काम गरौँ? अर्को क्लोरिन हटाउँछ र स्वाद सुधार्छ। पानीमा भएको क्लोरिन दुर्गन्ध र गन्ध हटाई पानीलाई स्वादिलो र स्वच्छ बनाउँछ। क्लोरिन भनेको चाहिँ के हो भन्दाखेरि पानीमा भएको ब्याक्टेरियाहरू, फङ्गसहरू, जीवाणुहरूलाई मार्ने केमिकल हो। हाम्रो धारामा आउने पानीमा त्यो ब्याक्टेरियाहरू मार्नको लागि लगाइएको केमिकल हो। ब्याक्टेरिया मार्छ भनेदेखि हाम्रो भित्रको कोशिकालाई पनि यसले असर गर्छ। तर यो बोतल अथवा यो जगमा राखेर पिउनु भएछ भने त्यो क्लोरिनलाई यसले हटाइदिने काम गर्छ। अर्को ब्रोमिन भन्ने पनि प्रयोग भएको हुन्छ। त्यो चाहिँ पाइपहरू छिटो खिया लाग्न नदिनको प्रयोग गरेको केमिकल हो। र हाम्रो आन्द्रा पाइप फुटोस्, तर त्यो खानेपानी सप्लाई गर्ने त्यो संस्थाको पाइप चाहिँ नफुटोस् भनेर यो प्रयोग गरिएको हुन्छ। हो यसलाई पनि यो बोतल, यो फिल्टर, यो जगले यसलाई छानिदिने काम गरौँ अनि स्वास्थ्यको लागि राम्रो काम हुने हो। भारी धातु हटाउँछ र ब्याक्टेरिया वृद्धिबाट जोगाउँछ। विशेष फिल्ट्रेसन सिस्टमले पानीमा हुने हेभी मेटल जस्तै लिड भयो, कपर भयो, क्याडमियम भयो, मर्करी भयो आदि घटाउँछ र ब्याक्टेरियाको वृद्धि रोक्दछ। आयन एक्सचेन्ज रेसिन मिश्रण अत्यधिक आयन एक्सचेन्ज प्रविधिबाट पानीलाई आयनाइज गरी ताजा, पारदर्शी र स्वास्थ्यवर्धक बनाउँछ। अर्को गुणस्तरमा वृद्धि, पीएच लेभल 9.5 सम्म बनाउँछ। स्थानीय पानीको गुणस्तर अनुसार पानीको गुणस्तरलाई 9.5 सम्म बढाउँछ, जसले शरीरको एसिडिकलाई न्युट्रल गर्न मद्दत गर्दछ। शक्तिशाली एन्टिअक्सिडेन्ट क्षमता, ओआरपी स्तरलाई -300 MV सम्म घटाउँछ, जसले फ्री रेडिकल्स कम गरी शरीरको कोशिकाहरूलाई सुरक्षा प्रदान गर्दछ। अर्को छ साना पानी अणुहरू, स्मल मोलिकुल वाटर। उत्पादित पानी साना अणुहरूमा विभाजित गरिदिने काम गर्छ। त्यस्तो पानीलाई शरीरले सजिलै अवशोषण गर्न सक्छ। अर्को छ हाइड्रोजनयुक्त पानी, रिच हाइड्रोजन H2 अप टु 350 pb। पानीमा 350 ppb सम्म हाइड्रोजन मोलिकुल थपिन्छ, जसले शरीरमा डिटक्स र एन्टिअक्सिडेन्ट प्रभाव बढाउँछ। अर्को छ रेफ्रिजरेटरमै राख्न मिल्ने। डिजाइन यस्तो छ कि तपाईँ सजिलै फ्रिजमा राख्न सक्नुहुन्छ। घरमै चिसो, ताजा र अल्कालाइन पानी पिउनका लागि यसले मद्दत गर्नेछ। अल्कालाइन पानी स्वस्थ जिन्दगानी। पानीलाई उच्च गुणस्तरको बनाउने प्रक्रिया यो भाँडामा देखिया छ। फिल्टर, गेज, आयन एक्सचेन्ज रेसिन, अल्कालाइन मिनरल बोल्स, एक्टिभेटेड कार्बन, फार इन्फ्रारेड सेरामिक बोल्स, पिपी प्याड। बिहान उठ्न साथ 1 देखि 1.5 गिलास पानी पिउने हो भनेदेखि तपाईँ हामीलाई स्वस्थ रहनका लागि अत्यन्तै महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने काम गर्छन्। त्यसैले
यो उत्पादनहरू, यो बोतल, यो जग हजुरहरूले घर घरमा राखेर सधैँ अल्कालाइन पानी पिउनको लागि हामी डाइनामिक लाइफ सक्सेसको टिमको तर्फबाट हार्दिक अनुरोध गर्दै यो आजको यो सेसनबाट यहाँहरूबाट म पनि बिदा हुन्छु। धन्यवाद।